Hello everyone, my name is Manoj Sunar. Welcome to our YouTube channel Trade with Manoj. ओके, आज चाहिँ हामी फ्याक्टल नेचरको बारेमा चाहिँ चर्चा गर्न जाँदैछौँ। फ्याक्टल नेचर के हो एन्ड फ्याक्टल नेचर किन इम्पोर्टेन्ट छ त हाम्रो ट्रेडिङको लागि, राइट? यस विषयमा चाहिँ हामी आज चर्चा गर्न जाँदैछौँ। सो केही दिनदेखि म एकदम भिडियो हाल्न पाएको छैन बिकज मेरो चाहिँ क्लास चलेको हुन्छ। द्याट्स वाइ म चाहिँ यत्रो धेरै फ्री पनि रहदिनँ। सो त्यो कारणले पनि मैले भिडियो कन्टिन्यू गर्न पाएन। पढाइ पनि चल्छ एन्ड ब्याक टेस्टिङ गर्न धेरै काम हुन्छ। त्यही कारणले पनि मैले ब्याक टु ब्याक भिडियो लिएर आउन सकेको छैन। म पनि पढ्दैछु, यही विषयमा चाहिँ म पनि पढिरहेको छु। जो पढेको छु, जो सिकेको छु, ब्याक टेस्टमा राम्रो रिजल्ट दिएको छ, त्यसलाई चाहिँ म हजुरलाई बताउँदैछु। त्यही चिज चाहिँ जो मैले पेड कोर्समा सिकिरहेको छु, त्यही चिज चाहिँ मैले हजुरलाई एज इट इज म हजुरलाई सिकाएको छु, राइट? मेरो सिकाउनुको मोटिभ यही हो कि नेपालमा पनि यो चिज चाहिँ पता होस् सबैजनालाई, राइट? आइटिसी एसएमसीको बारेमा सबैजनालाई थाहा होस् एन्ड मान्छेहरूको लस कम होस्, होइन? यही कारणले चाहिँ मैले बनाएको हो यो भिडियोलाई चाहिँ। नत्र भने भिडियो बनाउन पनि यत्रो धेरै जरुरी थिएन, किनकि म पनि पढ्दै थिएँ, यत्रो धेरै टाइम पनि मिल्थेन। त्यो कारणले पनि मैले बनाएको हो, मान्छेहरूलाई एक राम्रो जो एक्चुअल चिज हो नि ऊ सिक्नेको मिलोस्, लर्न गर्नेको मिलोस्, है? त्यही हो मेरो मोटिभ चाहिँ। ओके गाइस, फ्याक्टल के हो त, है? अब सम्झौँ फ्याक्टल के हुन्छ। फ्याक्टल बेसिकली फ्याक्टल हामीले टाइम फ्रेमलाई भन्छौँ, राइट? टाइम फ्रेमको अंदर टाइम फ्रेमको भित्र टाइम फ्रेम, बुझ्नु भने यो फ्याक्टल हो। फ्याक्टल बिना हाम्रो ट्रेडिङ सम्भव छैन। अब 5 मिनटमा गएर तपाईँले ट्रेडिङ गर्नुहुन्छ भने तपाईँ प्रफिटेबल हुन सक्नुहुन्न कहिल्यै पनि। 5 मिनटमा गएर तपाईँ ट्रेडिङ गर्नुहुन्छ भने कहिल्यै पनि तपाईँ प्रफिटेबल बन्न सक्नुहुन्न। बुझ्नुभएको छ? 5 मिनट के गर्छ, धेरै ट्र्याप गर्छ मान्छेलाई। लोवर टाइम फ्रेम मान्छेलाई ट्र्याप गर्छ। त्यो कारणले हामी एकै टाइम फ्रेममा चाहिँ ट्रेड गर्न सक्दैनौँ। जस्तो एक फोटोलाई, राइट? एक तपाईँको फोटोलाई 6 पिसमा डिभाइड गर्नु, 6 टुक्रा बनाउनु। अगर तपाईँको पास 6 टुक्रा मध्ये पनि एक टुक्रा भएन भने तपाईँ त्यो इमेजलाई एक्चुअल इमेज चाहिँ तपाईँले हेर्न सक्नुहुन्न, राइट? यो इमेज चाहिँ यो हो भनेर चाहिँ तपाईँले थाहा पाउन सक्नुहुन्न अगर तपाईँको पास ऊ फोटोको एक टुक्रा नहुने भने तपाईँले चाहिँ यो मान्छेको फोटो हो यो भनेर चाहिँ थाहा पाउन सक्नुहुन्न। इसलिए सबै टुक्रालाई कम्बाइन गरेर, राइट, एक दुसरामा जोडेर सही जग्गामा जोड्नु पर्यो। हेडको जग्गा हेड जोड्नु पर्यो, सोल्डरको जग्गा सोल्डर जोड्नु पर्यो, राइट? एन्ड लेगको जग्गामा लेग जोड्नु पर्यो। तब गएर एक्चुअल इमेज सामने आउँछ, राइट? सही हो? यसै गरी यो फ्याक्टल पनि काम गर्छ। तपाईँ एकै टाइम फ्रेममा हेर्नुहुन्छ, त्यो मार्केट कहाँसम्म जान्छ त? मार्केट कहाँसम्म जान चाहन्छ त? यो तपाईँलाई पत्तै हुँदैन, तपाईँलाई थाहै हुँदैन यो चिज। बुझ्नु भएको छ? ओके, चलो म अब सम्झाउँछु तपाईँलाई। आइम सरी गाइज, यो मैले यसमा सब्सक्रिप्सन लिएर राखेको छैन त, बिचमा यो एड आछ। सो कन्सिडर गर्नु होला यो चिजलाई। कुन टाइम फ्रेम चाहिँ हाम्रो लागि बेस्ट होला त, राइट? तपाईँको मनमा सवाल होला, कुन टाइम फ्रेम हिँड्नु त्यसो भए, कुन टाइम फ्रेम हेर्ने मनोज भाइ भनेर चाहिँ तपाईँको मनमा डाउट होला। सो यो डाउट पनि म क्लियर गरौँ। एन्ड 5 मिनट, 15 मिनट, 30 मिनट पनि हामी युज गर्छौँ। के को लागि युज गर्छौँ त्यो पनि म हजुरलाई बताउँछु। जस्तो टाइम फ्रेमको भित्र टाइम फ्रेम भन्दा तपाईँलाई कन्फ्युज होला के टाइम फ्रेमको भित्र के टाइम फ्रेम, के बकवास गरेस् भन्ने कुरो होला। टाइम फ्रेमको अंदर टाइम फ्रेम 5 मिनटको अंदर के छ, 1 मिनट, 2 मिनट, 3 मिनट, राइट? अब हजुर 30 मिनटमा जानुहुन्छ नि 5 मिनट, 10 मिनट एन्ड 15 मिनट, यसको भित्र छ नि त यो, राइट? एन्ड 30 मिनट के को भित्र छ, 4 आवरको भित्र छ। एन्ड 4 आवर के को भित्र छ, डेली, विकली, मन्थलीको भित्र छ, राइट? फ्याक्टल भनेको टाइम फ्रेमको भित्र टाइम फ्रेम। सो हामी चाहिँ कुन टाइम फ्रेमलाई युज गर्ने है? अब म हजुरलाई बताऊँ। हायर टाइम फ्रेम डाइरेक्सनको लागि बताइन्छ हामीले। हायर टाइम फ्रेम डाइरेक्सनको लागि। हायर टाइम फ्रेम मतलब 1 डे 1 विक तपाईँको डाइरेक्सन तय गर्छ। 1 आवर एन्ड 4 आवर यो हजुरको पुल ब्याक फाइन गर्नलाई युज गरिन्छ। एन्ड तपाईँको 30 मिनट 15 मिनट जो हुन्छ हामी इन्ट्रीको लागि हेरिन्छ। 1 आवरबाट मुनिको चाहिँ टाइम फ्रेम भनेको हामीले इन्ट्रीको लागि गरिन्छ, कन्सिडर गरिन्छ एन्ड हेरिन्छ पनि, राइट?
जति सानो टाइम फ्रेम हुन्छ एसएल के हुन्छ त्यति कम हुँदै जान्छ क्या बुझ्नुभयो नि पहिला हामीले डाइरेक्सन त पत्ता हुनु पऱ्यो नि त मार्केट यहाँसम्म आउँछ यहाँसम्म जान्छ भन्ने कसरी थाहा पाउनु त ए पोइन्टबाट बी पोइन्ट बी पोइन्टबाट सी पोइन्ट चाहिँ मार्केट कसरी जान्छ भनेर थाहा पाउनु पऱ्यो नि त फर्स्ट होइन र ओके तर म मेरो टुलहरू चाहिँ म युज गर्छु मैले यहाँ उ गरेको रहन्छु मेरो जो पनि इम्पोर्टेन्ट टुल छ त्यो चाहिँ म पहिला लेख्छु है त फिबोनाची ओके अब यो पछिको भनेको चाहिँ यसपछि हाम्रो धेरै कुराहरू सिक्न बाँकी छ एफपिजीहरू भयो एफपिजी कति प्रकारका हुन्छन् एफपिजी भए अर्डर ब्लकका टाइप्स कति प्रकारको हुन्छन् होइन अर्डर ब्लक कति टाइपका हुन्छन् त्यो लर्न गर्न छ तपाईँले आइटिएल आइटिएस लर्न गर्न छ एसटिएल एसटिएस लर्न गर्न छ आइएनआर लर्न गर्न छ बहुत कुछ तपाईँलाई म सिकाउनेवाला छु च्यानल सब्सक्राइब गरेर राख्नु होला किनकि मैले भिडियो अपलोड गर्ने बित्तिकै तपाईँसम्म चाहिँ यो भिडियो पुगोस् एन्ड सब्सक्राइब गर्नु सपोर्ट गर्नुहोस् तभी चाहिँ म पनि अगाडि बढ्न पाउँछु तब चिजै के हुन्छ मैले पनि नयाँ नयाँ चिज ल्याउन पाउँछु है प्लिज च्यानललाई चाहिँ सब्सक्राइब गरेर राख्नु होला है ओके चलो अब म टाइम फ्रेमलाई हजुरलाई सम्झाउँछु टाइम फ्रेम कसरी वर्क गर्छ सानो टाइम फ्रेमदेखि ठुलो टाइम फ्रेम कसरी वर्क गर्छ जस्तो मैले भने हायर टाइम फ्रेम डाइरेक्सनको लागि लिने डाइरेक्सन कसरी लिने त जस्तो हजुरले अहिले फ्याक्टरलाई बुझ्नुहोस् म यसमा एक्सप्लेन गरेर बताउँछु एन्ड देन उसको बादमा तपाईँलाई म पिओआई फाइन गर्न सिकाउँछु पिओआई के हुन्छ है पिओआई कसरी वर्क गर्छ पिओआई के हो सब चिज म चाहिँ सिकाउँदै जान्छु हजुरलाई अहिलेको लागि चाहिँ फ्याक्टरलाई सम्झिनु हजुर फ्याक्टर म सम्झाउँछु हजुरलाई ओके त्यो पहिला हामी सानो टाइम फ्रेमबाट ठुलो टाइम फ्रेममा गएन ठुलोबाट सानोमा हिँड्छ है जस्तो तपाईँ जानुहुन्छ विकली टाइम फ्रेममा जानुहोस् विकली टाइम फ्रेममा के हुँदैछ त पहिला तपाईँ विकली टाइम फ्रेममा हेर्नुहोस् के छ विकली खासै छैन यसमा विकली केही त्यस्तो केही छैन डेलीमा हेरौँ पिवाई डेलीमा के छ यहाँ एक अर्डर ब्लक छ हो त्योभन्दा मुनिको इनसाइड बार छ लेख्दैन इनसाइड बारलाई चाहिँ हामीले लेखिँदैन यसको भित्र चाहिँ सबै क्यान्डलहरू बचेको छ त्यो त्यही भएर यसलाई इनसाइड बारमा उ गरिन्छ काउन्ट गरिन्छ मुनि कोही पिवाई छ यहाँ कोही पनि पिवाई छैन द्याट्स वाइ त मैले यसलाई लिन्छु त यसलाई ट्याप गरेर मार्केट डेलीलाई टाइम फ्रेमलाई ट्याप गरेर मार्केट माथि चढेको छ माथि अब हडल्स कहाँ छ त हाम्रो टार्गेट कहाँसम्मको त फर्स्ट टार्गेट एफपिजी फेयर भ्यालु ग्याप राइट फेयर भ्यालु ग्याप डन गरेको छ सेकेन्ड टार्गेट अर्डर ब्लक विथ एफपिजी बुझ्नुभयो मार्केट यहाँ गएर पुल ब्याक त आउनु पऱ्यो नि त यो होइन कि मार्केट कन्टिन्यू यहाँबाट चाहिँ पिवाई छ भने डाइरेक्ट जाने नै हायर टाइम फ्रेम एनालाइसिस गर्नु पऱ्यो पहिला यो आयो यहाँ गयो करेक्सन आयो मार्केटले गरेको कोसिस गरेको फेल भयो यो फेल भएपछि कहाँ आउने भयो अब कहाँ यहाँ कहीँ आएर यहाँ कहीँको पिवाईमा आएर यो तलको पिवाईमा आउन यहाँ कहीँको पिवाईमा आएर देन कन्टिन्यू गर्छ है मार्केट है गोल्डले यसरी गर्छ आई थिङ्क आज गोल्डमा चाहिँ माइनसमा आयो होला प्राइस सो डेलीको यो भयो 4 आवरमा कसरी हेर्ने एनालाइसिस गर्न मात्र सिकाएको है मैले अहिले 4 आवरमा के छ पिवाई तलको पिवाई छ डेफिनेटली छ रिफाइन पनि गर्न पर्ने हुन्छ यो चिजहरू हामीले यहाँ एक एफपिजी रहेको छ फेयर भ्यालु ग्याप मार्केट अगर चढ्न चाहन्छ यहाँबाट चढ्न पर्छ देन मुनि कोही पिवाई छैन डाइरेक्ट
यो अर्डर ब्लक पनि ट्याप भइसकेको छ, फिलअप गर्न बाँकी नै रहेछ अहिले। वन आवरमा के त्यहाँनिर के छ त, 1 आवरमा रिफाइन गर्नु पऱ्यो। छ छ साथमा मिटिगेसन ब्लक पनि छ, एफपिजी मिटिगेसन ब्लक, एक स्ट्रङ एरिया मान्न सकिन्छ हामीले। पुलब्याक कहाँसम्म आउँछ त भनेर मात्र हेर्ने हो कि हामीले। जस्तो 1 आवरमा मैले पुलब्याक हेरेँ, यहाँ कोही एरियै छैन यस्तो आउनको लागि। पिवाई त हुनु पऱ्यो नि, पिवाई एक जरिया हो हाम्रो, छैन पिवाई कोही पनि छैन नि त्यहाँ चाहिँ मार्केट यहाँबाट उठ्छ। बुझ्नुभयो? 1 आवर भयो, देन उसको बादमा के हेरिन्छ हामीले, 30 मिनट हेरिन्छ। 30 मिनटमा के छ त्यहाँ, मिटिगेसन ब्लक, अर्डर ब्लक, देन 15 मिनटमा आउनु हजुर। 15 मिनट के चलिरहेछ, उसको बादमा इन्ट्रीको लागि 5 मिनट बल्ल हेर्नुहोस् कि, इन्ट्रीको लागि 5 मिनट, किनकि अब पिवाई डन भयो। अब यहाँबाट हामीले के गरिन्छ, बाई साइडको लागि हेरिन्छ नि त, बाई साइडको लागि पिवाई फाइन गरिन्छ, किनकि पुलब्याक आउने पोइन्ट भनेको यहाँसम्म हो, यहाँसम्म हो। थ्री क्यान्डल स्विङको पनि हजुरलाई म भन्छु, देन पछाडि भनिदिन्छु थ्री क्यान्डल फर्मेसन के हुन्छ, जसलाई हामीले पावर अफ 3 पनि भन्छौँ आइटिसीमा। आइटिएस आइटिएल सिकाउँदा चाहिँ त्यसमा म एक्सप्लेन गरेको हुन्छु। अब हामी 5 मिनटमा हेरौँ है त। बुझ्नुभयो कसरी फाइन गर्ने, कसरी हेर्ने भनेर, एनालाइसिस कसरी गर्ने भनेर बुझ्नुभयो। इन्टिरियरको कुराहरू अहिले म सिकाउँदै जान्छु है तपाईँलाई। पहिला यो इम्पोर्टेन्ट चिजहरू मेरिदिउँ तपाईँको लागि। ओके, यसलाई रिमुभ गरौँ, यो चिजै पनि रिमुभ गरौँ है, हुन्छ। 5 मिनट कसरी हेर्ने त, अब यहाँबाट हेर्नु टाइम फ्रेम कसरी काम गर्छ। 5 मिनट यो एरियादेखि राइट, यो एरियासँग भाग्यो। ओके गाइस, 1 मिनट हेर्नुहोस् पहिला, 5 मिनटमा चाहिँ 1 मिनटबाट सुरु गर्दै जानु पऱ्यो। ए पोइन्ट टु बी पोइन्ट हेर्नुहोस् तपाईँ, यो हाम्रो स्टार्ट भइहाल्यो, डिसेन्ट पार्टी हो 5 मिनटमा। ओके, यहाँबाट हेर्नु मार्केट यहाँबाट अप गह हो, चेन्ज अफ क्यारेक्टर गरेर यहाँ गह। अब यहाँ हेर्नु ए पोइन्ट टु बी पोइन्ट, यो एक पोइन्ट भयो, टार्गेट कहाँसम्म थियो, यो लिक्विडिटी तक। फर्स्ट टार्गेट यही नै हुन्छ। यहाँबाट मार्केट यसरी भाग्यो, यहाँबाट मार्केट जो भाग्यो नि, यो 5 मिनट भाग्यो, सरी 1 मिनट भाग्यो त के भयो, 5 मिनटमा के भयो, पिवाई क्रिएट भयो, पिवाई क्रिएट भयो कहाँनिर, यहाँनिर क्रिएट भयो, एफपिजी क्रिएट भयो। देन मार्केटले के गर्यो, यसलाई ट्याप गर्यो, देन मास्टरीको तर्फ निस्क्यो हो। जब यो भाग्यो, अब हेर्नुहोस्, अब यहाँबाट कोही पनि यस्तो एक्सपेन्सन आएको छैन, धीरे धीरे गरेर चलेछ। अब यहाँ हेर्नुहोस्, अब 5 मिनट भाग्छ, फेरि 15 मिनटमा के हुन्छ, पिवाई क्रिएट हुन्छ। अब के हुन्छ, 1 मिनट भाग्यो, 5 मिनटमा एफपिजी क्रिएट भयो। अब 5 मिनट भाग्छ, 15 मिनटमा एफपिजी क्रिएट हुन्छ। अब यहाँ हेर्नु, यहाँबाट एक्सपेन्सन आयो, यहाँदेखि कहाँसम्म आयो,
यहाँसम्म मार्केट भाग्यो हो 15 मिनटमा जाम ओके देख्नु 5 मिनटमा भएको पिवाई 15 मिनटमा केही पनि छैन हो टाइम फ्रेम भनेको मेट्दै जान्छ क्या पहिला 1 मिनटको पिवाई ट्याप गर्छ फेरि मार्केट जान्छ हो मार्केट 1 मिनटको टाइम फ्रेममा पिवाई ट्याप गर्छ त्यो 1 मिनट भाग्छ ताकि 5 मिनटमा पिवाई बनोस् देन उसको बादमा के हुन्छ 5 मिनटको पिवाई ट्याप गर्न आउँछ फेरि 5 मिनट भाग्छ किन ताकि 15 मिनटमा कोही पिवाई क्रिएट हुन सकोस् हो नि त भने अब देख्नु यहाँबाट मार्केट भाग्यो सरी 5 मिनटमा भागेको थियो देन यहाँ के भयो एफइजी क्रिएट भयो भएछ एफइजी क्रिएट भएछ एफइजी क्रिएट भयो मार्केट आयो एफइजीलाई फिल गर्न आउँदैछ मार्केट फिल गर्नलाई आउँदैछ होइन र यसरी वर्क गर्छ मार्केट अब हेर्नु एफइजी यहाँ पनि बन्यो यहाँ पनि एफइजी बन्यो क्रिएट भयो अब यो एफइजी मान्नु अब मार्केटले ट्र्याप गर्न सुरु गर्यो हेर्नु यो एफइजी ट्याप गर्यो देन अपसाइड त गयो देन सडनली डाउन आयो एफइजी यहाँ पनि छ वर्क गर्यो गरेन हो गरेन एफइजी किन त मार्केट लास्ट पिवाई लिन आउँदैछ राइट देन अब 15 मिनट यहाँदेखि वहाँसम्म भागेछ त्यो भाइ 1 आवर हो नि कोही न कोही पिवाई त क्रिएट भयो होला नि त भएछ डेफिनेटली भयो कुन ठाउँमा भयो यो एक एफइजी हो भएछ देन उसको बादमा के गर्यो 4 आवरमा हामीले हेर्ने 4 आवरमा के पिवाई क्रिएट भएको छ यस भएको छ कुन ठाउँमा भएको छ 1 आवर भाग्यो देन के भयो 4 आवरमा एफइजी क्रिएट भयो ओके 1 आवर भाग्यो देन के गर्यो 4 आवरमा पनि एफइजी क्रिएट गर्यो 1 आवर यो भाग्यो नि त कुन चाहिँ भाग्यो यत्रो ठुलो क्यान्डल भाग्यो यहाँसम्म यहाँसम्म भाग्यो नि त तब गएर के भयो 4 आवरमा एफइजी क्रिएट भयो के गरेछ मार्केट अब 4 आवरलाई ट्याप गर्न लागेको यो जस्ट पुल ब्याक हो यो जस्ट पुल ब्याक हो कि बुझ्नु भयो नि यो पुल ब्याक हो हायर टाइम फ्रेमको पुल ब्याक लो टाइम फ्रेममा के हुन्छ कन्टिन्युसन हुन्छ कि यहाँ जस्ट 1 2 कतिवटा क्यान्डल छ 1 2 3 4 5 6 7वटा क्यान्डल छ यहाँ त लो टाइम फ्रेम हेर्नुहुन्छ नि यो कति क्यान्डलको बन्छ 15 मिनटमा तपाईँ हेर्नुहोस् कति क्यान्डल बने यहाँदेखि तपाईँ हेर्नुहोस् एक सेकेन्ड ओके करिब 120 बार बने 120 क्यान्डल यहाँ त डाउन ट्रेन्ड सुरु भयो नि त कसरी भयो यो हायर हाई हो हाईलाई ब्रेक गरेको छैन पिछलो हाईलाई कुनै पनि ब्रेक गरेको छैन गरेछ त गरे छैन नि त कुनै पनि हाई ब्रेक गरेको छैन गरे छैन
1 आवरमा यो के हो, जस्ट पुल ब्याक हो। यसमा डाउन ट्रेन्ड कन्टिन्यू देखाइरहेको छ। यो इन्टरनल स्विङको पनि कसरी बेनिफिट निकाल्ने होइन, सानो टाइम फ्रेममा कसरी बेनिफिट गर्न सकिन्छ त्यो पनि म हजुरलाई पछि सिकाउँछु। अर्डर ब्लकको कन्सेप्टमा आउँछ, त्यसपछि बल्ल हजुरलाई चाहिँ क्लियर मिल्छ कि चिजहरू। अहिले त यो नर्मल चिज हो, मैले एक्सप्लेन त हजुरलाई गरिदिइसकेको धेरै कुराहरू। एडभान्स चिज हो, समाजमा आएन भने पनि पछि समाजमा आउँछ, यो ठुलो कुरो भएन है। पछि चिज हजुरलाई क्लियर हुँदै जान्छ, बुझ्नुभयो। यहाँ त जस्ट के छ, त्यो पुल ब्याक छ नि, त्यहाँ त जस्ट एक पुल ब्याक हो। जस्तो यो पुल ब्याक आएर यहाँनिर यसको हाई ब्रेक गरेको थियो, यो हाई ब्रेक गरेछ नि त यहाँ त। पुल ब्याक हो नि त यो त, होइन यो त जस्ट पुल ब्याक थियो। यहाँदेखि यहाँसम्म आउनु त, देन यहाँबाट अप गएको थियो, पुल ब्याक कहाँसम्म आएको थियो त, अर्डर ब्लकसम्म पुल ब्याक आएको थियो। देन उसको बादमा कन्टिन्यू भागेको थियो, यो भाग्यो होला। यो भागेपछि 1 आवर 1 डेमा त कोही एफपिजी केही क्रिएट त गऱ्यो होला नि त। केही छ 1 आवर। अब हाम्रो के को पालो आयो, 1 डेको पालो आयो। 1 डेमा के छ अब हेर्न पऱ्यो नि त हामीले, पिवाई केही बनाएको छ कि छैन, एफपिजीहरू केही बनाएको छ कि छैन, यो त हेर्न पऱ्यो नि त। ओके, यसलाई रिमुभ गरौँ। बनाएको छ अहिलेसम्म छैन, एक बनाएको थियो, त्यो फिल भइसक्यो। त्यो भाग्नेको दौरान यहाँ एक एफपिजी थियो, उसलाई चाहिँ मार्केटले रेस्पेक्ट गरेर अप गएको थियो। हिजो राम्रो अप गएको, नगएको होइन, यहाँसम्म मुभ आएको थियो, यहाँदेखि यहाँसम्म अप गएको थियो। देन सेलर्स जो आयो उसको बादमा डाउन साइड कन्टिन्यू। गोल्ड यस्तो हुन्छ कि कहीँ पनि न्युज नेगेटिभ आउँछ, वर्ल्ड न्युज नै, यो हाम्रो वर्ल्ड न्युजको कारणै यस्तो धेरै करेक्सन आउँछ। जो अहिले जो रिसेन्टली जो लडाइँ चलिरहेको छ त्यसको दरमियान चाहिँ यो यस्तो भएको हो क्या, त्यत्रो धेरै करेक्सन आएको छ है, नत्र पनि त्यत्रो धेरै केही पनि उस हुनेवाला थिएन। चलो ठिक छ। अब यो भाग्ला 1 डेलाई त भाग्न पऱ्यो नि त, ताकि यसमा पिवाई क्रिएट होस्, होइन र। पिवाई क्रिएट गराउन त भाइ 1 डे अब भाग्न पऱ्यो, सरी 4 आवर और भाग्न पऱ्यो, ताकि 4 आवर भाग्न पऱ्यो। उसको पिवाईसम्म आइसकेको छ मार्केट। सो मार्केट यो एरियाबाट चाहिँ मार्केट यहाँबाट भाग्न पऱ्यो, 4 आवर भाग्न पऱ्यो। हेर्नु होला केही दिनमा मार्केट यस्तो भाग्छ, यो भाग्छ यहाँबाट मार्केट चाहिँ कन्टिन्यू भाग्छ, ताकि 1 डेमा पिवाई क्रिएट हुन सकोस्, 1 डेमा पिवाई बनाओस्। देन मार्केट यहाँसम्म जान्छ। अब के हुन्छ त, मार्केट यहाँबाट भागेपछि कोही यस तरफ आओस्, देन यहाँबाट कोही पनि लिक्विडिटी लियोस् है, लिक्विडिटी लिएर यो मार्केटसँग भागोस्, यहाँसम्म भागोस्। देन मार्केट के गर्छ, यहाँ गएको पिवाई आउँछ, मार्केट फेरि अप जान्छ क्या, यहाँसम्म आउँछ। देन डेलीको ऊ छ भने अब डेली भाग्न पऱ्यो, 4 आवर यहाँसम्म भाग्यो, यहाँ पिवाईको यहाँ कोही पिवाई क्रिएट भयो 1 डेमा। देन के गर्छ, 1 डेको पिवाईसम्म आउँछ। देन 1 डे भाग्छ, ताकि विकमा क्रिएट होस्, विकमा पिवाई क्रिएट होस्। देन फेरि माथि विकको लास्ट पिवाईसम्म जान्छ, मार्केट तल आउँछ। किन, ताकि विकको कोही पनि एफपिजी ट्याप गरोस्, देन मार्केट फेरि भागोस्। यसरी वर्क गर्छ फ्याक्टरले, यसरी हेरिन्छ। टाइम फ्रेम बिना एकै टाइम फ्रेममा प्रफिट बनाउन मुस्किल छ। लो टाइम फ्रेम बहुत ज़्यादा ट्र्याप गर्छ, लो टाइम फ्रेम लिक्विडिटी जनरेट गर्छ, एन्ड हायर टाइम फ्रेम जो 1 डे एन्ड 1 विकको जो बताऊ यो डाइरेक्सन फाइन्ड गर्छ, और 4 आवर एन्ड 1 आवर पुल ब्याक फाइन्ड गर्न मद्दत गर्छ। बुझ्नुभयो, यसरी वर्क गर्छ। 5 मिनट भाग्छ, देन 15 मिनटमा पिवाई क्रिएट हुन्छ, या फिजी एन्ड अर्डर ब्लक क्रिएट हुन्छ। फेरि 5 मिनट भाग्छ, उसको बादमा 5 मिनट भागेपछि के हुन्छ, 15 मिनटमा पिवाई क्रिएट हुन्छ। देन 15 मिनटको पिवाई ट्याप गर्छ, 15 मिनट भाग्छ, 15 मिनट भागेपछि के हुने भयो, 1 आवरमा पिवाई क्रिएट हुने भयो। देन 1 आवरको पिवाईमा ट्याप गर्न आउँछ, देन मार्केट फेरि 1 आवर भाग्छ, 1 आवरमा स्पाइक आउँछ। देन उसको बादमा के हुन्छ, 1 आवर भागेपछि 4 आवरमा पिवाई क्रिएट हुन्छ, फेरि 4 आवरको पिवाई ट्याप गर्न आउँछ, फेरि 4 आवर भाग्छ, ताकि
कोराउट किन भाग्छ? ताकि 1 डेमा पिवाई क्रिएट हुन सकोस्। उसको बादमा के हुन्छ? 1 डेको पिवाई ट्याप गर्न आउँछ, फेरि 1 डे भाग्छ। किन? विकमा पनि त पिवाई क्रिएट गराउनु पऱ्यो नि त, होइन र? विकमा पनि पिवाई क्रिएट हुनु पऱ्यो। विकको बादमा फेरि के आउँछ? फेरि घुमेर 1 मिनट आउँछ, फेरि घुमेर फेरि 1 मिनटमा सुरु गर्दै जान्छ। यो एक सर्कल हो, टाइम फ्रेम एक सर्कल हो। फ्याक्टल नेचर यसरी कम्बाइन गरिन्छ, एक दुसरालाई कम्बाइन गरेर चलिन्छ। सब टाइम फ्रेमलाई जोडेर चाहिँ हामीले एक्चुअल पिवाई फाइन्ड गरिन्छ। सधैँ चाहिँ एउटै पिवाईलाई ट्याप गर्दै बस्दैन, बस्छ र बस्दैन नि। जब मान्नु कि तपाईँ 1 मिनटमा हुनुहुन्छ, एक सेकेन्ड गाइज, तपाईँ 1 मिनटमा हुनुहुन्छ हो, यहाँबाट हेर्नु यो तलसम्म आएन, किन आएन त? यस्तो हो र, यहाँ केही पनि थिएन भन्ने छैन नि त, कहाँनिर छ? एफपिजी त यहाँनिर नि छ, आउनु पर्ने यसलाई सानो एफपिजी छ, यहाँ ट्याप गर्न आउनु पर्ने हो, किन आएन? यहीँबाट किन निस्क्यो मार्केट? यो अर्डर ब्लकबाट किन निस्क्यो? किनकि अगर मार्केट यहाँसम्म आउँथ्यो, यो पिवाईसम्म आउँथ्यो, या लास्ट पिवाई यो बचेको पिवाईसम्म आउँथ्यो भने चाहिँ के हुन्थ्यो? हायर टाइम फ्रेममा पिवाई डन हुन्थेन हो, बुझ्नुभयो? सब पिवाईलाई डन गर्नै सक्दैन मार्केट। सब पिवाईलाई ट्याप गर्यो भने हायर टाइम फ्रेममा कोही पनि पिवाई बच्दैन। यो अर्डर ब्लक ट्याप गर्न आएन मार्केट, यो अर्डर ब्लक बाँकी थियो होला नि त, यो अर्डर ब्लक त बाँकी छ त, किन एफपिजी एउटै गयो त? आउँछ, यो पछि चाहिँ आउने हो ट्याप गर्नलाई, यो अहिले ट्याप गर्दैन। कहिले गर्छ? यसको काम पुरा भएपछि बल्ल गर्छ क्या, बुझ्नुभयो नि? हो यसले सब पिवाई ट्याप गर्न लाग्यो भने, यो पिवाई ट्याप गर्यो, यो पिवाई ट्याप गर्यो भने त 5 मिनटमा कहाँबाट बस्छ त? फेरि एफपिजी त कोही पनि बस्दै बस्दैन तपाईँको। फाइभ मिनटमा एफपिजी कसरी क्रिएट हुन्छ त? अगर यो मार्केट यहाँ गएर हो, यहाँसम्म ट्याप गर्न आउँथ्यो भने यहाँ कोही पनि एफपिजी बस्दैन थियो, कोही एफपिजी बस्थ्यो र बन्थ्यो र? 5 मिनट एफपिजी बन्थेन। अगर मार्केट सब मार्केटलाई यहीँनिर मार्केट यहाँ गएर यहाँ ट्याप गर्न आयो भने त यहाँ त एफपिजी त क्रिएट हुन्थेन नि त, यो भाग्यो तभी त यो एफपिजी क्रिएट भयो। अगर यहाँ जान्थ्यो मार्केट, राइट, देन यहाँबाट यहाँ आउँथ्यो मार्केट, यहाँबाट यहाँ जान्थ्यो भने चाहिँ यहाँ एफपिजी कोही पनि क्रिएटै हुन्थेन। जब भाग्यो, जब 1 मिनट भाग्यो, एफपिजी बिना ट्याप गरे भाग्यो, तभी त यो एफपिजी क्रिएट भएको हो, तभी त यो ग्याप आयो, दुई क्यान्डलको बिचमा तभी त ग्याप आयो यहाँनिर। फ्याक्टल यो एकदम बेसिक चिज हो, फ्याक्टलमा मैले एकदमै बेसिक चिज हो यो, फ्याक्टलको बहुत बडा टपिक छ, बिना फ्याक्टलको ट्रेडिङ गर्न सकिँदैन गाइज। फ्याक्टल सम्झाउन जरुरी छ। मैले एकदम डेफमा सम्झाएको छु, यदि तपाईँले बुझ्नु भएन भने पिवाईहरू जब मैले अर्डर ब्लकमा आउँछु, यो चिजलाई पनि फ्याक्टललाई पनि कम्बाइन गर्दै 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 लैजान्छु, जोडेर लैजान्छु, त्यसपछि हजुरलाई एक्चुअल चिजहरू थाहा हुँदै जान्छ क्या के हो त फ्याक्टल। टाइम फ्रेम हो, यो त बुझ्नु भयो नि? टाइम फ्रेम किन महत्त्वपूर्ण छ? किन महत्त्वपूर्ण छ? टाइम फ्रेम किन महत्त्वपूर्ण छ? यहाँ एफपिजी थियो, अर्डर ब्लक थियो नि, किन यो फेल भयो त? पिवाई थियो त, यहाँ ट्याप गरेर किन माथि गएन? किन चाहिँ तल झऱ्यो? किन झऱ्यो?
यो अर्डर ब्लकले काम गरेन, यो अर्डर ब्लकले काम गरेन। किन गरेन? किनकि हायर टाइम फ्रेममा यो पुल ब्याक थियो, जो पुल ब्याकलाई ट्याप गर्न आएको थियो। अगर हाई टाइम फ्रेम पुल ब्याक दिन्छ, त्यो लोवर टाइम फ्रेमको अर्डर ब्लक एफपिजी टुट्न जरुरी छ। सबैलाई रेस्पेक्ट गरेर भन्न सक्दैन यो टाइम फ्रेम, सबै टाइम फ्रेमले रेस्पेक्ट दिँदैन। हायर टाइम फ्रेम पुल ब्याक आउन छ भने लो टाइम फ्रेमका पिवाई टुट्न चाहिन्छ। यो अर्डर ब्लकले वर्क गरेन, यो अर्डर ब्लकले काम गरेन। किन गरेन त? यो हायर टाइम फ्रेमको पिवाई टर्न गर्न आएको थियो, त्यो कारणले चाहिँ यो सबै पिवाईलाई रेस्पेक्ट गर्दैन। बुझ्नुभयो? यहाँ कोही पिवाई थियो? थिएन। कहाँबाट गयो मार्केट? यहाँ अर्डर ब्लक थियो। यहाँ मार्केट गयो, पुल ब्याक, यो अर्डर ब्लक थियो। हाई टाइम फ्रेम यहाँसँग पुल ब्याक थियो, यसपछि मार्केट कन्टिन्यू गर्यो। बुझ्नुभयो? छ नि त भाइ, 4 आवरमा यहाँ अर्डर ब्लक थियो, यसलाई ट्याप गर्यो, मार्केट गयो। अगर यहाँसम्म ट्याप गर्न आउँथ्यो भने तब यहाँ कोही मतलबै बन्थेन, सेन्सै थिएन कि भाइ तलतिर आओस्। किन? यहाँ कोही अर्डर ब्लकै छैन तल। यो फिल भइसक्यो अर्डर ब्लक, यो फिल भइसक्यो अर्डर ब्लक। त्यही कारणले यहाँबाट मार्केट अर्डर ब्लक ट्याप गरेर उपरको तरफ एक्सपेन्सन दियो। बुझ्नुभयो? क्लियर छ सबै यहाँसम्म? फ्याक्टरको यो बेसिक लेक्चर हो, लेक्चर नम्बर 2 हो यो। अब सेकेन्ड लेक्चर आउँदैछ, थर्ड लेक्चर हामी केमा गर्नेछौँ? अर्डर ब्लक एफटिजीमा गर्नेछौँ। बहुत महत्त्वपूर्ण हुनेवाला छ, च्यानल सब्सक्राइब गरेर राख्नु होला। आजलाई यति नै है। आई होप सम्झिनु भयो होला चिज किन इम्पोर्टेन्ट छ। फ्याक्टल के हुन्छ? फ्याक्टल भनेको टाइम फ्रेम हो, टाइम फ्रेमको अंदर टाइम फ्रेमको अंदर टाइम फ्रेम। जब सब टाइम फ्रेमलाई मिलाउँछौँ, मिलाएर एनालाइसिस गर्छौँ, तब गएर हामीलाई एक्चुअल इमेज मिल्छ। बुझ्नुभयो नि? एक्चुअल इमेज तभी मिल्छ जब हामी के गर्छौँ, सब टाइम फ्रेमलाई मिलाएर काम गर्छौँ। 5 मिनटमा मात्र बस्नु भन्दा तपाईँलाई कसरी थाहा हुन्छ त? अब यहाँबाट मार्केट कन्टिन्युएसन गरेको हो कि भाइ हायर टाइम फ्रेमको जस्ट पुल ब्याक हो भनेर कसरी थाहा पाउनुहुन्छ? पोसिबलै छैन यो, जब 5 मिनटमा मात्र हेर्नुहुन्छ भने। एनालाइसिस कसरी गर्ने मैले हजुरलाई सिकाएँ। हायर टाइम फ्रेम छु, लोवर टाइम फ्रेम आउँदै जाने, हायर टाइम फ्रेमबाट लोवर टाइम फ्रेम आउने, न कि लोवर टाइम फ्रेमबाट हायर टाइम फ्रेम। बुझ्नुभयो नि? और एक इंट्रेस्टिंग चीज़ हजुरलाई अझै बताइदिउँ म। यहाँदेखि यहाँसम्मको मुभ मात्र हेर्ने, म मार्क गरेर राख्छु। यहाँदेखि यहाँसम्मकै हो। पिवाई कतिवटा बना अर्डर ब्लक? एक अर्डर ब्लक, दुईटा अर्डर ब्लक, दुईटा अर्डर ब्लक छ। तपाईँ 1 आवरमा जानुहोस्। यहाँदेखि कहाँसम्म थियो? यहाँसम्मको हो। दुईटा अर्डर ब्लक थियो। यहाँ कतिवटा अर्डर ब्लक छ यो हेर्नुहोस्।
यहाँ दुईटा मात्र अर्डर ब्लक छ अर्डर ब्लक यसलाई म रिमुभ गरेँ दुईटा ऊ थियो मैले हजुरलाई देखाइदिएँ अर्डर ब्लक फर्स्ट क्यान्डल हाई एन्ड लो अर्डर ब्लक रेंज order block, actual order block with FPG, okay. Order block, inside bar, order block, inside order block छ त्यसलाई पनि रिमुभ गर्छु बस सिर्फ दुईवटा अर्डर ब्लक थियो नि यहाँ कतिवटा छ 8वटा अर्डर ब्लक छ अझै छ यहाँ अर्डर ब्लक नौवटा अर्डर ब्लक रेंज order block 10वटा order block fair value gap with order block order block order block 11वटा अर्डर ब्लक हुनेछ कुन अर्डर ब्लकलाई चाहिँ ट्याप गर्छ त कसरी थाहा पाउने त्यस कति ट्याप गर्यो मान्छेलाई गर्यो नि त ट्याप अब यहाँबाट जो माथि बाईमा गए थिए सेलिङ क्यान्डल देखेर यहाँसम्म आउँछ भने कसैले ट्रेड गर्छन् गरेनन् र अब यहाँ दुईटा एफपिजी बनेको कुन एफपिजीले ट्याप गरेर जान्छ भनेर अब यहाँ हेर्नुहोस् यो एफपिजीमा आयो मार्केटले यहाँ लेखा नि त माथि त यहाँबाट गयो यहाँ गयो यो एफपिजीमा आएपछि यो क्यान्डल देखेर यो ग्रिन क्यान्डल देखेर कसैले बाई गरेछ एफपिजीले काम गरेर गरेछ भनेर देन डाउन सबै एसएल गयो यो एफपिजीमा आयो माथि गयो त्यसरी ट्र्याप हुन्छ कि त्यसरी गर्छ ट्र्याप भन्दा भने लो टाइम फ्रेम हामीलाई के गर्छ ट्र्याप गर्छ कि त्यो लेकिन उसमा धेरै पिआई बनेको हुन्छ धेरै अर्डर ब्लकहरू बन्छ हाई टाइम फ्रेम जति ठुलो हाई टाइम फ्रेम हुन्छ उति स्ट्रङ हुन्छ लो टाइम फ्रेम वर्क गरे पनि कम समयको लागि हुन्छ भन्नु भने 5 मिनटको टाइम फ्रेमको अर्डर ब्लक कम समयलाई काम गर्छ यति धेरै स्ट्रङ मानिँदैन 1 आवर एन्ड 4 आवरको आउँछ 1 डेको आउँछ भने धेरै स्ट्रङ हो एन्ड यो बाइङ पनि लामो आउँछ अगर त्यसलाई रेस्पेक्ट गर्छ भने बाइङ पनि लामो आउँछ ठुलो मुभ चाहिँ क्याप्चर गर्न सक्नुहुन्छ बुझ्नु भयो गाइस आजलाई यति नै च्यानल सब्सक्राइब गर्नु होला किनकि और एडभान्स चिज हाम्रो मेरो च्यानलमा चाहिँ आउँदैछ यो के हैन यो एकदम बेसिक चिज हो बुझ्न अलिकति गाह्रो हुन्छ गाइस वापस गएर हेर्नु होला यो चिजलाई अगर ब्याक टेस्ट पनि गर्नु अगर यसको रिजल्ट आएन भने फेरि मलाई कमेन्टमा भन्न सक्नुहुन्छ हजुर है हैन रिजल्ट आएन तैँले सिकाएको कुरा केही पनि काम गरेन भन्न सक्नुहुन्छ ब्याक टेस्ट गर्नु र जो 5 मिनट टु सरी 1 विक टु 5 मिनटको जो कम्बिनेसन मैले बताएको छु जो 5 मिनट भएको छ तब 15 मिनटमा या पिवाई क्रिएट हुन्छ 15 मिनटको पिवाई ट्याप गरेर अपसाइडको जान्छ अगर मार्केट यस्तो गरे होइन भने सो मलाई भन्न सक्नुहुन्छ
एक्चुअलमा वर्क यसरी नै गर्छ। पिवाईहरू फाइन्ड गर्न म सिकाउँछु। मेरो सेकेन्ड लेक्चरमा, यो सेकेन्ड मेरो लेक्चर भयो। थर्ड लेक्चरमा हामीले अर्डर ब्लकको बारेमा चर्चा गर्नेछौँ, एफपिजीको बारेमा चर्चा गर्नेछौँ है। ल गाइस, साथ सपोर्ट दिइराख्नु होला। तपाईँको एक लाइक कमेन्टै मेरो लागि चाहिँ जस भिडियो बनाउनको लागि एक भनौँ न हौसला दिन्छ। उस चिजले पनि तपाईँको कमेन्ट आउँछ है। त्यसपछि चाहिँ मलाई पनि राम्रो लाग्छ कि भाइ मैले सिकाएको कुरो चाहिँ कोही मान्छेलाई चाहिँ कोही मान्छेको लागि चाहिँ राम्रो भइरहेको चाहिँ मैले जो सिकाएको छु, मैले फ्रीमा सिकाएको, फेरि पनि मान्छेहरूले यो चिजहरू चाहिँ सिक्नु भयो है, मैले चाहिँ मान्छेहरूलाई नलेज दिन सकेको है राम्रो भनेर चाहिँ मलाई पनि खुसी हुनेछ। र यस्तै राम्रो राम्रो कन्टेन्टहरू म लिएर आउनेछु। सब्सक्राइब गर्नु होला, च्यानलहरू सब्सक्राइब गर्नु होला गाइस। ओके, थ्याङ्क यू सो मच यति बेलासम्म भिडियो हेरेर सपोर्ट गर्नुभएकोमा है। यतिसम्म भिडियो हेर्नुभयो, यत्रो आफ्नो किम्ती वक्त दिनुभएकोमा, टाइम दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब हामी थर्ड लेक्चरमा मिल्नेछौँ। मेरो पढाइ जस्तै चलिरहेको छ, अलिकति टाइम लाग्छ, भिडियो आउन टाइम लाग्छ, किनकि बनाउन मैले कोही पनि एडिट गर्दिनँ, म कन्टिन्यू बोल्छु। त्यही भएर पनि मेरो जिउरो अलिकति लडखडा छ, हजुरलाई थाहा होला, किनकि मैले कोही पनि भिडियो एडिट गर्दिनँ। म जस्ट रेकर्ड गरेँ, देन उसको बादमा अपलोड गरिदिएँ। त्यत्रो टाइम पनि हुँदैन, यताउता चलिराखेको छ। अब मेरो पनि अब क्लासको टाइम हुने बेला हुन लागिसक्यो। ओके गाइस, आजलाई यति नै। थ्याङ्क यू सो मच।